हेलो दोस्तों, नमस्ते। के छ हालखबर सञ्चारमा। मैले आज 1 किलो दुध ल्याएर दुधलाई ट्याक्कै पकाउँदैछु, उमाल्दैछु। यसले उम्लिसकेपछि यसलाई भिनेगर ठ्याक्क हालेर यसलाई पनिर बनाउन लाग्छु है। मैले पनिर घरमा होममेड पनिर कसरी बनाउने भनेर बनाउँदै गर्दैछु। दुध उमाल्ने अनि यसलाई अलिकति भिनेगर हाल्ने। भिनेगर हालिसकेपछि यसमा दुध फाट्छ हैन। दुध फाटेपछि यसलाई सानो हावामा पकाउने अलिअलि, अनि एउटा सुतीको कपडामा छान्ने अनि चिसो पानीले धुने, अनि गोलो गराएर यसलाई गोलो गराउने। अनि उपरबाट 1 किलोको जति भारी चिजले उपरबाट दबाएर राख्दिने हैन। दबाएर राखेपछि गोलो हुन्छ। त्यो गोलो पछि त्यसलाई स्लाइस गर्न सजिलो हुन्छ, काट्न सजिलो हुन्छ हैन। अनि गोलो हुन्छ। गोलो भएपछि काटेर त्यसलाई स्लाइस गराउने। मेरो 1 किलो दुधमा यत्रो पनिर बनेको छ। अब यसलाई मैले स्लाइसमा काट्छु हैन। स्लाइसमा काटेर टुक्रा टुक्रा बनाउने। टुक्रा बनाइसकेपछि यसलाई पनिर अनि मटर सब्जी घरमै बनाएर यति राम्रो दामी हुन्छ कि हैन। घरमै बनाएको मटर पनिरको सब्जी मजा आउँछ। नमस्ते, बाई बाई।